सर्वोपनिषदो गावो दुग्धा गोपाल नन्दनः पार्थो वत्सः सुधीर्भोक्ता दुग्धं गीतामृतं महत्। वेद को ज्ञान काण्ड हो उपनिषद। उपनिषदमा 16,000 मन्त्रहरू छन्। ज्ञान काण्डका प्रस्थान त्रयी ब्रह्मसूत्र, उपनिषद र श्रीमद् भगवत गीता। कुनैबाट पनि हामी भगवान कहाँ, परब्रह्म परमात्मा कहाँ पुग्न सक्छौं। तर ब्रह्मसूत्र र उपनिषद हामी सबैको अधीनमा छैन, हामी सबैको अधिकारमा छैन। गीता सबैको अधिकारमा छ। सम्पूर्ण उपनिषद रूपी गाई, सर्वोपनिषदो गावो, सर्व उपनिषदो, सर्व उपनिषदो, सर्वोपनिषदो, सम्पूर्ण उपनिषद नामका गाईहरू गोपाल नन्दन दोग्धा। त्यो गाई दुहुने व्यक्ति चाहिँ गोपाल नन्दन, गोपालहरूका पनि प्रिय श्री कृष्ण। अनि वत्सः बाछो त चाहियो। बाछो चाहिँ पार्थ, पृथाका छोरा, कुन्तीका छोरा। ती कस्ता हुन् त? भोक्ता, कस्ता भोग गर्नेवाला हुन् यो दूधको भने सुधी असाध्य ज्ञानी, असाध्य ज्ञानी, परम ज्ञानी। तिनैबाट दुग्धम गीतामृतम महत्। यसरी गीता अमृतम, गीतामृतम, गीता रूपी अमृत महत्। फेरि अमृत पनि सामान्य अमृत होइन, देवताले पाउने अमृत होइन, त्योभन्दा महान ठुलो महत्त्वपूर्ण अमृत हो। त्यो चाहिँ दूध बनेर निस्क्यो र आज हामी पान गर्दैछौँ। यसकारण अनेक शास्त्रहरू छन्, असंख्य हजारौं हजार शास्त्रहरू छन्, वैदिक सनातन शास्त्रहरू। तर ती शास्त्रहरूमा अनेक भ्रमहरू छन्। सत्य छन् सबै शास्त्रका कुरा, तर अभिव्यक्तिमा भ्रम छ, बुझाइमा भ्रम छ, त्यहाँ माया छरिएको छ। त्यसैले अनेक शास्त्र पढ्नुको साटो एक मात्र शास्त्र, यही गीता पढे पुग्छ। एकम शास्त्रम देवकी पुत्र गीतम। एक मात्र शास्त्र छ, त्यो चाहिँ हो देवकीका पुत्रको गीत। गीत भएको हुनाले नै यो गीता। एको देवो गीतम एको गीतम एको, यहाँ एको छ है। गीतम एको गीतम एको। एको देवो देवकी पुत्र एव। एक मात्र देवता छन्, ती हुन् देवकीका पुत्र श्री कृष्ण। त्यसो भए अरू देवता के हुन् त? श्री कृष्णका अङ्ग हुन् अरू त। श्री कृष्णको अङ्गमा बाहिर पलाएका अङ्गहरू हुन् ती। मूल देवता त देवकी पुत्र श्री कृष्ण मात्रै हुन्, अरू त अङ्ग हुन्, अङ्ग। श्री कृष्णले खाएपछि सबै अगाउँछन्। श्रीमद् भागवतको 4th स्कन्धको अन्तिम अध्यायको 14औं श्लोकमा सुन्नुहोस्। यथा तरुर्मूलनिषेचनेन तृप्यन्ति तत् स्कन्धभुजोपशाखा प्राणोपहारैश्च यथेन्द्रियाणां तथैव सर्वार्हणमच्युतेज्य। जसरी
रुखको मूलमा जरामा हालेको पानी फेद पात फूल फल हाँगा बिङ्गा सबैले पाउँछन्, तर फलमा राखेको पानी फलले पनि पाउँदैन। त्यसै गरी प्राण परमात्मालाई चढाइएको अन्न, प्राण परमात्माले सुँगेको अन्नले इन्द्रियका सम्पूर्ण देवताहरू तृप्त हुन्छन्। कति दिनसम्मको भोकले लखतरान परेको शरीर जराकजुरुक हुन्छ। पहिलो घाँस घाँटीबाट निल्ने बित्तिकै पच्न कहिले हो कहिले, वीर्य बन्ने त कहिले हो कहिले। त्यसै गरी तथैव सर्वार्हणमच्युतेज्य, त्यसकारण भगवान अच्युतलाई श्रीकृष्णलाई पूजा गरिसकेपछि सम्पूर्णको पूजा हुन्छ। त्यसैले एको देवो देवकी पुत्र एव, एक मात्र देवता छन्, ती चाहिँ देवकी पुत्र हुन्, देवकीका पुत्र देवकी पुत्र। एको मन्त्र पनि एउटा मात्रै छ, अनेक छैनन्। तस्य नामानि यानि, तिनी श्रीकृष्णका जति पनि नाम छन् तीमध्ये जुन आफूलाई मनपर्छ एउटा नाम जप्नुहोस्, त्यही हो मन्त्र। कर्माप्येकम, कर्म अपि एकम, कर्म पनि एउटै मात्रै छ। तस्य देवस्य सेवा, तिनी श्रीकृष्णको सेवा मात्रै एकमात्र कर्म हो। एकम शास्त्रम देवकी पुत्र गीत, एको देवो देवकी पुत्र एव, एको मन्त्रस् तस्य नामानि यानि, कर्माप्येकम तस्य देवस्य सेवा। आज पनि मैले गीताकै महात्म्यको कुरा गरेँ। क्रमशः अब म दुईटा श्लोक यसभन्दा पछाडिका शान्ताकारमदेखि यम ब्रह्मा वरुणेन्द्र रुद्र मरुतः यो वाचन गर्नेछु र यसको अर्थ पनि भन्नेछु। त्यसपछि हामी गीतामा प्रवेश गर्नेछौँ। आजलाई बिदा पाऊँ। नमस्कार।